आज एकदमै चिसो चिसो एकदमै हिमालको सिरोटेले हानिरहेको छ। आज सोलुखुम्बुमा पनि अत्याधिक हिमपात भएको छ। यहाँ चाहिँ नि पत्ताले एरियादेखि लिएर सोलुखुम्बु सदरमुकामसम्म चाहिँ पुरै चाहिँ हिउँ नै हिउँ, एकदम अत्याधिक हिउँ परिरहेको छ। हिमालमा हिउँ नपरे त रमाइलै हुँदैन। हेरौँ यो दृश्य कस्तो लाग्छ होइन। एकदमै हिउँ परिरहेको छ। हाम्रो नेपाल साँच्चीकै भन्ने हो भने हिमालले घेरिएको हिमाली क्षेत्र। अब एउटा चाहिँ के त हिमाली क्षेत्रमा चाहिँ हिउँ परेन भने विभिन्न कमाइहरू नहुने भन्ने चाहिँ यो पहिलादेखिको किंवदन्ती छ। जति हिमालमा चाहिँ नि हिउँ पऱ्यो, जति चाहिँ हिमाली क्षेत्रमा चाहिँ हिउँ अत्याधिक पऱ्यो त्यति नै राम्रो हुन्छ भन्ने एउटा किंवदन्ती छ। त्यही अनुरूप चाहिँ आज सोलुखुम्बुमा पनि पत्ताले एरियादेखि यो लगेर माथि सदरमुकाम साइड चाहिँ सगरमाथाको चाहिँ फेदी पुरै एकदम रमणीय छ। एकदम हेरौँ हेरौँ नाचौँ नाचौँ जस्तो लाग्ने एकदमै रमाइलो यो दृश्य हेर्नु होला कस्तो लाग्छ। एकदमै रमाइलो छ। अब यहाँ अहिले चाहिँ यसको प्रभाव चाहिँ लगेर चाहिँ पहाडी क्षेत्रदेखि लगेर चाहिँ काठमाडौँसम्म पनि यो चिसो हिउँ चिसोले चाहिँ नि भेटिरहेको छ। एकदमै 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 रमाइलो दृश्य देखिन्छ। ल हेरौँ है त, एकदम रमाइलो छ, एकदम 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 रमाइलो छ।